नमस्कार दर्शक पनि यहाँलाई हार्दिक स्वागत तथा न्यानो औपचारिक फरक भिडियोको साथमा फेरि पनि हामी उपस्थित छौँ। आज चाहिँ हामी माङ्चो जोको झारफुक सेवा केन्द्रमा चाहिँ छौँ। यो चाहिँ रहेको छ चक्रपथ ठ्याक्कै कतार भिजाज सेन्टर नजिकै तपाईँले देख्न सक्नुहुन्छ। आज म गुरुसँग भलाकुसारी गर्नेछु, कुलबहादुर तामाङजीसँग चाहिँ। हेरौँ अब कस्तो खालको कुराकानी हुन्छ। भित्र जाँदैछौँ हामी, के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, कतिजना बिमारीहरू आउनु भएको छ, झारफुकको लागि आउनु भएको छ, पक्कै पनि त्यो पनि देखाउने नै छौँ। आउनु होला। अब मलाई चिन्नुभएको कुलबहादुर तामाङ भनेर चिन्नुभएको सम्पूर्ण बुवा मम्मी दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई मेरो नमस्कार प्रणाम। हजुर आरामै हुनुहुन्छ नि? एकदम हजुर आराम छु। हामीले केही डिस्टर्ब त गरेनौँ नि? छैन हजुर, छैन। काम कुरा गर्दै हुनुहुन्थ्यो? अब सुरु गर्नु लाग्छ हजुर। हजुर के को सुरुवात गर्दै हुनुहुन्छ? हाम्रो चाहिँ यहाँ अब भक्तजनहरू आउनु भएको छ। अब दशग्राह काट्ने, खट्टु काट्ने, अनि त्यो अब गुन्डसिङहरू उधार्ने, अनि त्यसपछि सातो बोलाउने, हजुर अब ग्रहहरू फाल्ने, हजुर झारफुक गर्ने, हजुर सबै कुरो चाहिँ हामी सर्टकट छोटो सानो कामहरूमा चाहिँ धेरै सानो भनौँ सानो थोरै चाहिँ हाम्रो सामानहरूमा चाहिँ हामी धेरै काम गर्छौँ होइन। अब यति सामानमा चाहिँ हामी के गर्छौँ भने ग्रह पनि यसैमा काट्छु, खट्टु पनि यसैमा काट्छु, अनि गुन्डसिङ पनि ल्याउँछु, उहाँहरूको सातो पनि ल्याउँछु। अनि त्यसपछि मान्छे अब उहाँहरूको ज्यानमा भएको कुरा भनौँ, अब उहाँहरूलाई ज्यानमा पिरेको कुराहरू, अब भूत पिचासहरू, अब मसानहरू, अब वीर मसानहरू, पिचासहरू, अब सिमे भूमि लागेको, नागहरू लागेको सम्पूर्ण कुराहरू फिराउँछु। हजुर अनि उहाँहरूलाई चाहिँ ज्यानमा पहिलादेखि नै अब सताइरहेको छ भने त्यो कुराहरू पनि हामी फिराउँछौँ। लगायत अब यहाँ चाहिँ हामी के गर्छौँ भने पहिला जोखाना हेर्छु। सर्वप्रथम पहिला जोखाना हेर्छौँ उहाँहरूको। जोखाना हेरेपछि उहाँहरूलाई केले पिरिरहेछ, कुन चिज लागिरहेछ, त्यो चाहिँ हामी जोखानामा हेर्छौँ, थाहा पाउँछौँ। जोखाना हेरेपछि जोखानामा अब उहाँहरूको राशि, अब तामाङको भने लो, अब छेत्रीबाहुनको भने राशि, नाम, जन्ममिति, अब जन्मेको बार सबै जोडेर चाहिँ हामी अब जोखाना हेर्छौँ। मेरो चाहिँ नक्षत्रबाट चाहिँ सबै कुरो हेर्छु। मेरो चाहिँ यस्तो किताब छ। हजुर यो किताब चाहिँ हाम्रो उहिले जुजु बाजेदेखिको हो यो होइन। यो चाहिँ मैले लिएर आएको, यो चाहिँ राशिको लागि। यसमा चाहिँ सम्पूर्ण कुरो निस्किन्छ। बिरामीको चाहिँ जन्मेको कुन साल, कुन महिना, कति गते, कति बजेर कति मिनेट गएको, अब सम्पूर्ण यहाँ चाहिँ डिटेल ल्याउन सक्यो भने यसमा चाहिँ हाम्रो यति वर्षदेखि यति वर्षमा यति हुन्छ, यति वर्ष यति यस्तो हुन्छ, त्यो मान्छेको आयु चाहिँ यतिसम्म भनेर लेखेको हुन्छ यसमा। हजुर त्यसो भए तपाईँहरूले किताबी आधारले नै बिरामीहरू जाँच गर्नुहुन्छ अथवा बिमारीहरूलाई हेर्नुहुन्छ कि के हो खास? हामी चाहिँ पहिला जोखाना हेर्छौँ आक्षेतामा, चामलमा जोखाना हेर्दाखेरि अब जोखानामा हामी सोच्छौँ अब यो मेरो बिरामीलाई के लागेको छ, कुन चिज लागेको छ भनेर जोखाना हेर्छु। जोखाना हेरेर अब सकिसकेपछि उहाँहरूको चाहिँ नक्षत्रहरू जोडाएर चाहिँ हामी यो किताबबाट पनि हेर्छौँ। जोखाना छुट्टैबाट हेर्छौँ, किताबबाट नै हेर्छौँ। हामी चाहिँ म चाहिँ दुईतिरबाट हेर्छु। हजुर अब आफ्नो आफ्नो तरिका हुन्छ होइन। हजुर मेरो जोखाना नभएर यहाँ पातरो पनि छ। हजुर अब यहाँ चाहिँ यस्तो पातरो, यहाँ चाहिँ अब किताबहरू पनि पातरो किताबहरू पनि छ। यसमा चाहिँ पुरानो किताब यहाँ पनि छ। यसमा अब धेरै पहिलाको पुरानो किताबहरू हो। यो हाम्रो चाहिँ जुजु बाजेदेखिको किताबहरू हो। यस्तो च्यातेर यस्तो भइसकेको छ। हजुर त्यही भएर चाहिँ अनि यो किताबहरूबाट हेर्छु। अनि यहाँ पातरो छ, यस्तो पातरोबाट पनि हेर्छु, यो पातरोबाट पनि हेर्छु हामी। हजुर यस्तो पातरोहरूबाट पनि हेर्छु। हजुर चामलमा हेर्ने हो, के चिज लागेको, कुन चिज लाग्यो भनेर हेर्छु। अनि त्यसपछि चाहिँ उहाँहरूलाई योबाट पनि हेर्छु के लागेको छ, कहिले लागेको छ, उहाँलाई चाहिँ मैले गर्दाखेरि निको हुने हो कि नहुने हो, झारफुक गर्दा निको हुने हो कि नहुने हो, अथवा झारफुक गरेर निको नहुने बिरामी ग्रह अब भनौँ दशग्राह काटेर हुने हो कि झारफुक गरेर हुने हो कि अब धुपक्षेत्र गरेर हुने हो कि अब सातो बोलाएर हुने हो कि भन्ने कुराहरू चाहिँ हामी सबै कुरा यहाँ बुझ्छु किताब मार्फत, जोखाना मार्फत। अनि त्यही हिसाबले बिरामीलाई उपचार गर्छु हेर्नुहोस्। हजुर अब किताबी ज्ञान पनि हुन जरुरी छ। एकदम एकदम यसमा हामीले त सुनेको कति गुरुहरूको चाहिँ आफसे आफ त्यो हुन्छ नि एक प्रकारको शक्ति चाहिँ आउँछ अरे, त्यो तपाईँमा छ कि छैन, के छ? त्यो शक्ति हुन्छ, आफ्नो आफ्नो शक्ति हुन्छ। अब आफ्नो आफ्नो गुरुहरूको चाहिँ म अब यहाँ काठमाडौँमा चाहिँ म चाहिँ धेरै गुरुहरू माताहरू हुनुहुन्छ होइन।
आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो शक्ति हुन्छ। हजुर। अब म चाहिँ यतिसम्म गर्न सक्छु कि अब बिरामीहरूको चाहिँ दुखेको कुरो चाहिँ धेरै दुखेको, अब त्यस्तो हातखुट्टा चल्नु नसक्ने, अब हातखुट्टा चलाउनु नसक्ने, टेक्नु नसक्ने दुखेर आउनु भएको छ भने यदि लागेर दुखेको र चाहिँ बेथाले अब कुनै रोग लागेर चाहिँ उहाँको ज्यानमा रोगै पाइदा भएर चाहिँ दुखेको बाहेक लागेर दुखेको छ भने म चाहिँ त्यो फुकेर अहिले भर्खरै सन्चो बनाएर उहाँले हातखुट्टा चलाउने टेक्ने बनाएर पठाउन सक्छु। म चाहिँ त्यो कसरी थाहा पाउनुहुन्छ गुरु? त्यो म जोखाना हेर्छु। जोखाना हेरेर नै? हजुर, जोखाना हेरेर के लागेको छ, कुन लागेको छ, कति लागेको, कति भयो, कति महिना, वर्ष, कति वर्ष भयो त्यो हेर्ने हो। अनि त्यसले फुक्नु मिल्ने कि नमिल्ने, झार्नु मिल्ने कि नमिल्ने हेर्ने हो। यदि झार्नु नमिल्ने उसले पूजा गरेर चाहिँ मन्साएर फाल्नुपर्ने रहेछ भने उसले पहिला मन्साएर फाल्छु, अनि मन्साएर फालिसकेपछि चाहिँ झार्नु पर्छ। हजुर। बिरामीहरूले कसरी विश्वास गर्नुहुन्छ तपाईँलाई? बिरामीहरूले विश्वास गर्ने कस्तो गर्छ भने म अब जोखाना हेर्छु, जोखानामा उहाँहरूको मनको कुरा ठ्याक्कै मिल्छ। अब आफूलाई ज्यानमा दुखेको कुराहरू चाहिँ तिमीले यो ठाउँमा दुखेको यस्तो भइरहेको रहेछ भन्ने कुरा म भन्छु उहाँहरूलाई। अब उहाँहरूको कुराहरू चाहिँ मैले सबै भनेपछि उहाँहरूले विश्वास गर्नुहुन्छ। अथवा उहाँहरूलाई चाहिँ यदि दुखेको कुराहरू चाहिँ उहाँहरूकै आँखा अगाडि नै अहिले दुख्ने, अहिले हराउने पारिदिन्छु, उहाँहरूले त्यो बारे नै विश्वास गर्नुहुन्छ। अब मैले चाहिँ अब बिरामीहरूलाई उपचार गर्दाखेरि लागेको उहाँहरूको जिउमा लागेको कुराहरू फिराउँदाखेरि उनीहरू च्याप हल्का हुन्छ। म सोच्छु ज्यान हल्का भयो कि भएन तपाईँले भनेर म 2-3 चोटि फुकेपछि सोध्छु। हजुर। अनि सोधी फुक्ने हो म चाहिँ। अब धेरैजना बिरामीहरू आइसक्नु भयो होला तपाईँकोमा होइन? कस्ता खालका बिमारीहरू चाहिँ आउनुहुन्छ? धेरै किसिमका आउनुहुन्छ। कोही काम कुनै भनिदिनुहोस् न। अब जस्तै अब बिरामी कोही एकदम काम्ने होइन, कोही चाहिँ कामेर पुरा अब बरबराउने, कुनै बेहोस हुने, अब कुनै चाहिँ अब तपाईँको अब एक टङ्गर हाँस्ने खालको, अब कुनै चाहिँ एकदम सिरियस दुखेर सिरियस भएको बिरामी, नर्मल बिरामी, सबै धेरै किसिमको आउँछ बिरामी चाहिँ। तर उहाँहरूलाई चाहिँ के चिजले गरेको, कुन चिजले गरेको छ भनेर चाहिँ आफूले त्यो जोगान हेरेर छुट्याएर गर्नु सक्नु पर्यो, अनि मात्रै निको हुन्छ। त्यतिकै त गरेर निको हुँदैन। हजुर। अहिले त भूत प्रेतको कुराहरू पनि गर्छन् होइन? अब तपाईँले देख्नुभयो होला लमजुङमा पनि अहिले त्यस्तै घटना, एकजना बुढी 70 वर्षको आमालाई चाहिँ एउटा बोक्सीको आरोप लगाएर पनि जेल थुनामा राखेको छ। यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँहरूको? छ कि छैन? के छ? भूत प्रेत चाहिँ हुन्छ नै। हजुर। अब भगवान नहुने भन्ने कुरै हुँदैन, भगवान भइहाल्छ। भूत प्रेत हुन्छ। भगवान ठाउँमा मान्छे हुन्छ, मान्छे ठाउँमा भूत प्रेत हुन्छ नै। तर बोक्सी हुन्छ भनेर म चाहिँ भन्न सक्दिनँ, किनभने उहाँको निधारमा लेखेको हुँदैन, छाप हुँदैन। मान्छे हाम्रो जस्तै हो। कुनै चाहिँ मान्छेको चाहिँ लेखेको हुँदैन, कुनै छाप हुँदैन, र काटे रगत रातै हो। दुख्ने सबैले एउटै हो, खाने अब हाम्रो चाहिँ आत्मा एउटै हो। हजुर। उहाँहरूले खाने एउटै हो। तर त्यस विषयमा चाहिँ मलाई त्यति उजै लाग्दैन। त्यसो भए भूत प्रेत र बोक्सीमा अलिकति फरक छ? फरक त हुन्छ कि, तर त्यो बोक्सी नै हुन्छ, बोक्सी नै लाग्छ भन्ने चाहिँ त्यो चाहिँ म भन्न सक्दिनँ। हजुर। कसरी पछ्याउनुहुन्छ तपाईँले भूत प्रेतलाई चाहिँ? भूत प्रेतलाई के दिएर पछ्याउनुहुन्छ? अब केही होला नि त्यस्तो? भूत प्रेतलाई चाहिँ अब यस्तो छ, धेरै किसिमको हुन्छ। अब कुनैलाई अब धुपाछित गरेर मात्रै जाने हो कि कुनैले अब भनौँ अब फुलपातीहरू अब नैवेद्य सबै 84 व्यञ्जन नैवेद्यहरू बनाएर पठाउनु पर्ने हुन्छ कि त्यसलाई मन्साएर, कुनैले चाहिँ अब भनौँ यहाँ भित्रमा त नमन्साएर चाहिँ नभएर बाहिरै लगेर मन्चाउनु पर्ने खालको पनि हुन्छ। त्यो चाहिँ कुन चाहिँ के गर्दा के चाहिँ लागेको छ, कुनलाई कसरी मन्चाउनु पर्छ भन्ने चाहिँ त्यो आफूले बुझ्नु सक्नु पऱ्यो। जोखानामा हेर्दाखेरि आफूले जोखाना हेर्दाखेरि त्यो देख्नु पऱ्यो। आफूले जोखानामा चाहिँ त्यसलाई निकाल्नु सक्नु पऱ्यो, हो कि होइन तथ्याङ्क भनेर त्यो पनि आफूले बुझ्नु जरुरी छ। अब त्यही आधारमा चाहिँ हामी त्यो हिसाबले काम गर्छ। हजुर। खास कारण के रहेछ यो सताउने, भूत प्रेतले सताउनुको कारण के रहेछ यस्तो बिरामीहरूलाई? यस्तो हुन्छ, अब भूत प्रेतले सताउने कस्तो हुन्छ भने एउटा चाहिँ अब यस्तो भूत प्रेत लाग्छ नै, मान्छेलाई नलाग्ने हुन्छ, लाग्छ। हजुर। अब कुनै अब वीर मसान भन्ने नै हुन्छ, अब देवी अब भनौँ देवीहरू भन्ने नै हुन्छ, त्यसपछि चनभूमिहरू हुन्छ, अब भूत पिचास हुन्छ। अब त्यो चाहिँ लाग्ने कुरो भयो। अब हामीलाई आउने चाहिँ अब त्यसपछि हामीलाई चाहिँ हाम्रो काम गर्नु नदिने, हामीलाई चाहिँ अब दिमागलाई अलिकति कन्ट्रोल गर्नु नसक्ने, अर्कै कुराहरू सोध्ने,
त्यो चाहिँ के हुन्छ भने एउटा चाहिँ ग्रहले हुन्छ। ग्रह पनि धेरै किसिमको हुन्छ होइन। अब हाम्रो चाहिँ ग्रह तामाङ भाषाबाट के हुन्छ भने लो भन्छ, लो थुप्रै हुन्छ, कक्ली फुङसुङ, कक्ली भन्छ, फुङसुङ भन्छ, लो भन्छ। 12वटाको लो हुन्छ। 12 वर्षमा एकचोटि आउने 12वटा लो हुन्छ। 12 वर्षै बित्तिकै छुट्टै लो हुन्छ। त्यो चाहिँ 12 वर्षमा मात्रै एकचोटि ठ्याक्क मुखमा जोड्ने हुन्छ होइन। हामीले गर्दाखेरि चाहिँ जिवा लाङ ता हे ढुक रुल अब ढुक रे ज्याखी फा भन्ने चाहिँ लास्टमा हुन्छ। त्यो चाहिँ 12वटा हुन्छ। त्यसले पिरे पनि हाम्रो त्यस्तो हुन्छ। र चाहिँ एउटा भन्छ नि अब दिन दशा भन्ने हुन्छ। दिन दशा हुँदैन के। दिन दशा भन्ने चाहिँ हुँदैन। दिन दशा भन्ने हुँदैन। दिन दशा त्यो चाहिँ हुँदैन। दिन दशामा लागेको भन्ने कुरो चाहिँ हुन्छ। तिमीले दिन दशा भन्दा पनि तिमीले दशा लागेछ, ग्रह लागेछ, खड्को लागेछ भन्छ चाहिँ हुन्छ। दिन दशा भन्ने हुँदैन। यसमा चाहिँ ग्रह छुट्टै हुन्छ। अब दशग्रह छुट्टै हुन्छ, ग्रह मात्रै छुट्टो हुन्छ, खड्को पनि छुट्टै हुन्छ। हजुर यसले एकैचोटि गर्नुहुन्छ कि फरक फरक तरिकाले चाहिँ यो काट्नुहुन्छ? गर्नु त एकैचोटि गर्नुपर्छ। गर्दाखेरि हुन्छ, फरक फरक गर्दाखेरि हुन्छ। एकैचोटि गरे पनि फरक गरे पनि उसको सेराप चाहिँ गर्नुपर्छ। हामीले सेराप गर्नुपर्छ। उसको नाम चाहियो, अब कहाँ कुन देशबाट आएको, कुन दिशामा पहिला चाहिँ उहिले भनौँ न होइन, उहिले चाहिँ अब सत्ययुगमा कुन ठाउँमा बसेको हो, ऊ कुन दिशामा बसेको, ऊ कसरी हिँड्दाखेरि मनुष्यमा लाग्यो, कसरी मनुष्यबाट मनुष्यको जिउमा लाग्न आयो, मनुष्यको जिउबाट कसरी पन्छायो भन्ने कुराहरू चाहिँ यिनी कथाहरू होइन। हाम्रो तामाङ भाषाबाट चाहिँ सेराप भन्छ। अब नेपाली भाषाबाट चाहिँ अब कथा भन्छ। तिनी चाहिँ लाउनुपर्छ। हजुर फलाग्ने बाहिर नै त्यो कथाहरू लाउनुपर्छ खड्को काट्नेलाई। हाम्रो खड्को काट्ने चाहिँ अब एउटा भुइँमा चाहिँ रेखी हानेले हुन्छ। अब सिन्दुर कालो रातो रेखीहरू हाने हुन्छ। त्यसले चाहिँ एउटा खड्को स्वरूप बनाउने हो। अनि त्यसको चाहिँ सेराप यदुदी गरेर मचाउनुपर्छ। ओके। अब अनि गुरु यो शक्ति चाहिँ तपाईँलाई कहाँबाट प्राप्त भयो, कसरी प्राप्त भयो, कति भयो, तपाईँले यो यसरी जोखाना हेर्न थाल्नुभएको? मैले यो काम गरेको चाहिँ अहिले 23 वर्ष भयो। हजुर यो चाहिँ अब म चाहिँ यही काम गरेर हिँडेको चाहिँ 23 वर्ष भयो। म त तर यो चाहिँ म सानोदेखि हो। मेरो चाहिँ जवान भइसक्यो रहेछ होइन तपाईँले काम गरेको? म सानोदेखि नै हो, तर म गरिरहन्थेँ। तर त्यो मलाई पहिला चाहिँ लाज लाग्थ्यो, म गर्दैन थियो। अनि पछि चाहिँ नगरी नहुने बाध्य भएपछि मैले यो काम गरेँ। पहिला चाहिँ मेरो यस्तो थियो अरे, अब म जन्मिँदाखेरि चाहिँ पुरा माला लागेको थियो अरे होइन। मैले सम्झिने बेलामा चाहिँ मेरो चाहिँ लट्टा यति लामो थियो कि यहाँसम्म। अनि यहाँबाट 2टा, यता एउटा, यता पछाडि 2टा, 3टा, 5वटा लट्टा थियो अरे कि। मैले त थियो, मैले सम्झेको मेरो वर्धमान गर्ने बेला बुवा मम्मीले मामा ल्याएर वर्धमान गर्ने बेला काटेको होइन। यति 3 अङ्गुल चौडाइ भएको, 3 अङ्गुल चौडाइ भएको, लगभग 1 हात आधी जति चाहिँ लामो थियो कि। अब चेप्टो होइन, त्यस्तो थियो। म पछि काटेको। त्यही भएर मलाई यो शक्ति चाहिँ कसरी प्राप्त भयो भने एक त आफूभित्र पनि एउटा भगवान्ले लिनु पर्ने रहेछ। आफूले चाहेर मात्रै पनि हुँदैन। भगवान्ले पनि आफूले लिनुपर्छ। आफूले पनि ल मलाई यदि भगवान्ले ल्याइसकेपछि अब भगवान्ले मलाई चाहिँ नै लिनु भएपछि चाहेपछि अब म पनि भगवान्कै शरणमा पर्छु भनेर आफू पनि पर्नु पऱ्यो होइन। अब एक त फेरि कस्तो छ भने मेरो चाहिँ उहिले जुजु बाजीदेखि नै लाप्ताबा हाम्रो चाहिँ लबन भने हामी चाहिँ लयबन हो होइन। लयबन कसरी हुन्छ भने हामी चाहिँ अब कुल मान्ने, कुलको पूजा गर्ने। हामी चाहिँ यस्तो चिन्ता गर्दाखेरि मान्छे अब कुखुरा काट्छ, बोका काट्छ होइन। हामी त्यस्तो काटमान गर्दैन यस्तोमा। हामी चाहिँ लयबन हो। अब हाम्रो चाहिँ जुजु बाजेदेखि नै छ हेर्नुहोस्। अब जुजु बाजेदेखि नै हो यो काम गरेको। मेरो अब बाजेले बुवाले सिकाउनु भयो, बुवाबाट मैले पनि सिकेँ। र त्यो प्लस म चाहिँ अब अलिकति बाहिर हिँड्ने बेलामा चाहिँ मलाई भगवान्ले चाहिँ अलिकति रक्षा गर्नुभएको भएर बाउहरू भन्दा चाहिँ अलि धेरै मसँग चाहिँ त्यस्तो ज्ञान अलि धेरै र अलिकति शक्ति चाहिँ मसँग बढी छ। हजुर। अब कतिले त तपस्या गर्छन्, कति त अब हुन्छ नि कुनै कुनामा गएर बस्छ नि तपस्या गरेर जसरी, त्यसरी चाहिँ बस्नु भयो कि भएन? म त्यसरी बसिनँ।
किनभने मलाई चाहिँ अल्टिमेटली भगवान आइसक्यो तपाईँको गुरु हुनुहुन्छ कि भनेर तपाईँभन्दा अगाडिको गुरु मभन्दा गुरुहरू धेरै हुनुहुन्छ मेरो बाउहरू बाजेहरू होइन बाहिर गुरु छैन मेरो बाहिर गुरु कोही हुनुहुन्न मेरो बाउ बाजेदेखि नै हो गुरु चाहिँ होइन बाउ बाजे नै हुनुहुन्छ गुरु तर मसँग अलग्गै शक्ति छुट्टै भएको भएर चाहिँ बाउहरूले भन्दा चाहिँ फरक हिसाबले काम गरिदिन्छु म अब मैले त गर्न सक्दिनँ बाउहरूले चाहिँ होइन अब म चाहिँ छुट्टै हिसाबले काम गरिदिन्छु अनि बिरामीले त्यो हिसाबले हेर्छु छापु त्यही हिसाबले गर्छु होइन अब मेरो भिडियोहरू पनि थोरै भिडियो पनि हालिरहेको छु म फेसबुक टिकटकहरूमा अब सबैजनाले हेरिदिनु होला भन्ने त्यसमा पनि मेरो अनुरोध गर्छु अनि लगायत म चाहिँ के छ भने आफूले जानेसम्मको काम चाहिँ आफूबाट हुने काम चाहिँ म नाइनस्टी गर्दैन मबाट अब कसैको ज्यान पर्दछ भने म दिन रात नभने नै उहाँहरूले सेवा दिन चाहन्छु र चाहिँ म एउटा चाहिँ देखाउनेको लागि होइन म मेरो शक्ति अब देखाउनु छ भने देखाउनुको लागि के अरे एउटा मान्छेले देखाउनु मात्रै होइन मेरो शक्ति प्रकट गरेर चाहिँ म गर्न सक्छु होइन अब त्यही भएर अब हल्का फुल्का भिडियोहरू चाहिँ मैले हालिरहेको छु अब तपाईँलाई एउटा कुरो भन्नुपर्दा म यो चाहिँ हाम्रो चाहिँ यसलाई छेने भन्छ के होला हाम्रो यो छेने भन्छ नि होइन यो छेने भन्छ हाम्रो शक्तिले समाउने हो नि यो ल हेर्नु यो शक्तिले समाउने हो होइन कि यसरी हाम्रो चाहिँ यसमा अस्ति एकजना दिदी आउनु भएको थियो नि अस्ति तपाईँले पहिलो भिडियो मैले यो उजाले दिएको थियो होइन एकजना दिदी आउनु भएछ जम्मा 3 दिन मात्रै भएको रहेछ मिम्स भएको उहाँदेखि मेरो यो पूर्व निस्किरहेछ ल हेर्नुहोस् तपाईँलाई अस्ति मैले उचालेको थिएँ नि मेरो छेने हजुर हजुर ल हेर्नुहोस् अस्ति त तपाईँको अगाडि मैले त्यो उचालेको थिएँ नि हजुर हजुर यो चाहिँ हाम्रो उहाँ आउनुभयो होइन उहाँ आउनुभएपछि त्यो छोड्छ के मलामी गएर आइसकेपछि यो छोड्छ अनि त्यसपछि त्यसो मिम्स भएको चाहिँ 7-8 दिन नभइकन आउनु यहाँभित्र छिरिसकेपछि यो त्यो मेरो छेने चाहिँ यसले छोड्छ गर्नी भएन त्यहाँ समाउँदैन यसले समाउँदैन ल अस्ति तपाईँलाई मैले उचालेर देखाएको थिएँ नि माथि निकाल्नु हजुर हजुर ल हेर्नुहोस् हजुर ल हेर्नुहोस् अहिले समाते त ल अस्तिको भिडियोमा त हजुरलाई मैले उचालेर देखाइदिएको थियो नि हजुर ल हेर्नुहोस् मान्छेले भन्ला कि के हुन्छ अब यसमा अब मैले यसलाई चाहिँ सङ गरेर अब फेरि यो सङ भन्नाले अब यो सामान फेरेर शुद्ध बनाएर चाहिँ अब फेरि भगवान् बोलाउनु पर्यो त्यसको लागि चाहिँ अब मैले फेरि अब भोलि पर्छ म आज अलिक भ्याउँदैन अब हेर्नुहोस् हजुरले मैले पहिलाचोटि त यो नै उचालेर देखाएको थिएँ नि हो कि अहिले त मान्छेले भन्नु होला यसले चाहिँ यो पूर्व गाडेर निस्क्यो भनेर ल पूर्व त म यो यसरी गाड्छु नि त ल बस्यो ल डोरले गाड्छु ल यहाँ निस्क्यो आयो त ल यति लामो पूर्व म यसरी सर्टै गाडिदिन्छु नि होइन ल हेर्नु तपाईँ अगाडि ल आयो त यो त्यो मेरो यो त्यो शक्ति गयो कि त्यो त्यस्तो चाहिँ के छ भने हाम्रो लेडिज प्रब्लम हो होइन दिदीबहिनीको लेडिज प्रब्लम उहाँहरू बुझ्नु भएन एकजना बहिनी आउनु भएको रहेछ पछि मैले थाहा पाएँ त्यो हुनाले मेरो यो छोडेको थिएँ कि तपाईँले मैले उचालेर पहिला त मैले तपाईँलाई यो पहिलाको भिडियोमा तपाईँले उचालेर देखाएको थिएँ नि मैले यो 3 औँलाले यस्तै 3 औँलाले उचालेको थिएँ नि अहिले ल अब मान्छेले भन्नु होला यसले पहिल्यै गाडेर उचालेको भन्नु होला पहिला गाडेको र अहिलेको गाडेको एउटै हुन्छ नि होइन म यति जोडले गाड्छु कि ल हेर्नुहोस् है त हजुरहरूले हेर्नु होला ल म यति जोडले गाडिदिन्छु नि हजुर ल हजुरले यति म जोडले गाड्छु हेर्नु है हजुर ल उठ्यो त ल उठ्यो त अहिले यसमा शक्ति मेरो शक्ति गयो नि त यो त्यो अशुद्ध भयो कि त्यहाँ चाहिँ ल तपाईँको मान्छेले पहिल्यै गाडे राखेर यो त्यसरी गाडे निकाल्यो भन्नु होला यति लामो पूर्व म यति लामो छ नि त ल हेर्नुहोस् हजुरहरूले भिडियोमा राख्नु हेर्नुहोस् होइन यति लामो छ पूर्व होइन यति जोडले हाल्नुहुन्छ हेर्नुहोस् है ल आयो त अस्ति त तपाईँले मैले यो 3 औँलाले यो छेनै उचालेर देखाएको थियो नि त मेरो हो कि होइन यो शक्ति त्यहाँ हुन्छ एउटा यसमा चाहिँ मेरो आज 3 दिन भयो त्यस्तो भएको हजुर मैले हिजो म अलिकति काम बाहिर कामतिर गरेन आज अलिकति यो 10 ग्राम काट्ने काम छ हजुर अनि त्यतिखेर चाहिँ आज नि भ्याउँदैन भोलि चाहिँ म यसलाई उचालेर चाहिँ पर्सितिर चाहिँ म यस्तो भिडियो हाल्छु म आफै हाल्छु त्यस्तो हुन्छ शक्ति चाहिँ हेर्नुहोस् हजुर किनभने भगवान् नहुने होइन भगवान् हुन्छ हजुर भगवान्लाई पनि त्यस्तो नसुहाउने रहेछ नि त तपाईँको हजुर अब त्यस्तो कुराहरू नसुहाउने अशुद्ध उहाँहरूलाई चाहिँ राम्रो चोखोनितो गर्नुपर्ने रहेछ होइन त्यस्तो चाहिँ नि अब फोहोर भयो केही भयो भने उहाँहरू पनि नबस्ने रहेछ नि त हजुर हजुर त्यो चाहिँ यहाँबाटै जनाएँ नि त हजुरहरूले पनि प्रत्यक्ष देख्नुभयो हजुर हजुर अस्ति त मैले हजुर पनि थियो हजुरको साथी पनि हुनुहुन्थ्यो हजुर मैले 3 औँलाले उचालेर आधामा मेरो यहाँ 4-5 जना बिरामी लाइनै राखेर मैले हाम्रो चाहिँ छेको याङको गर्ने बेला मैले यही उचालेर बिरामीको टाउकोमा राखिरहेको थिएँ हजुर अगाडि हो कि अहिले उठ्यो त त्यो ल हेर्नुहोस् त त्यस्तो हुन्छ शक्ति दिएको हुन्छ क्या त्यो शक्तिले चाहिँ हामीले चोखनितो गरेर राख्यो भने चाहिँ
हुने रहेछ। हजुर अब उसले पनि अवस्था भएपछि चाहिँ भगवान् पनि बस्नुहुन्न यहाँ। हजुर त्यो हुने रहेछ। ल ओके अब चाहिँ अन्त्यमा छौँ हामी होइन। अब जति पनि बिमारी हुनुहुन्छ जति पनि अब आउन चाहनुहुन्छ होइन उहाँहरूलाई कसरी विश्वास गर्नुहुन्छ र के माध्यमले तपाईँले बोलाउनुहुन्छ? उहाँहरू आउनुहुन्छ अब भिडियोमा नम्बर हेर्नुहुन्छ अथवा कुनै चाहिँ साथी मार्फत नम्बर ल्याउनुहुन्छ। अब साथीहरूले यस्तो छ झाङ्री हुनुहुन्छ यति राम्रो काम गर्नुहुन्छ यस्तो यस्तो तरिकाले गर्नुहुन्छ। अब उहाँले चाहिँ अहिले दुखेको अहिले हराउने पार्नुहुन्छ त्यस्तो कामले भ्युज हुने सबै अहिले ठिक पार्नुहुन्छ। त्यहाँ जम भन्नुहुन्छ कोही साथीबाट आउनुहुन्छ कुनै चाहिँ अब साथीबाट चाहिँ नम्बर मागेर आउनुहुन्छ कुनै चाहिँ अब मेरो भिडियो हेरेर आउनुहुन्छ कुनै भक्तजनहरू। सबैजनालाई नमस्कार। हजुरहरूलाई केही ज्यानमा समस्या पऱ्यो भने केही ज्यानमा आइलाग्यो भने ज्यानमा समस्या केही आइपऱ्यो भने आउनु होला यता झारफुक गर्नुलाई अथवा तस्करा काट्नुलाई अथवा झारफुक गर्ने जोखान हेर्नुको लागि। अनि मेरो नम्बर पनि युट्युबमा राखेको छ त्यो पनि हेरेर आउनु होला। अनि हाम्रो लोकेसन चाहिँ यस प्रकार छ महाराजगञ्ज चक्रपथ कतार भिसा सेन्टरको अपोजिट साइडमा कतार भिसा सेन्टरको ठुलो बिल्डिङ छ त्यहाँ हेरेर आउनु सक्नुहुन्छ। ट्याक्क अपोजिट साइडमा बाटो देख्नुहुन्छ। हजुरहरूलाई केही समस्या पऱ्यो भने सम्झेर आउनु होला। भिडियो लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। सम्पूर्ण दर्शक आमा बुवा दाजुभाइ दिदीबहिनीमा नमस्कार। मेरो लागि जति आएपछि सुकी पेन्टिङको ताहेर के है पहिलेदेखि नै साथी गरेर स्त्री साथी गरेपछि जान्छ कि पहिलेदेखि नै हिँड्थेँ कि म चाहिँ यस्तामा। अनि हेर्दा चाहिँ पहिला बाजेहरूसँग हिँड्थेँ कि सानोमै। खास के हो के बोल्नु पर्यो? राक्षस के भन्छ यसलाई चाहिँ? राक्षस हो कि राक्षस हो अझै भूत प्रेत उनीहरूले बनाएर अब यहाँ दिन्छ नि त खानेकुरा। उसलाई चाहिँ यही हो दिने चाहिँ अलिक खायो यसले खायो भनेपछि सबै कुरो दिएपछि अनि खान्छ उसले बोलाएर दिने खाएर हिँड्नुहुन्छ गुरुहरू होइन। अनि गुरुसँग हिँडिनो मान्छेले चाहिँ गर्नुलाई के हुन्छ कि गाह्रो हुन्छ के हुन्छ कि हामीलाई अरूलाई जस्तै नर्मल मान्छेले जस्तै हामीले बनाउँदाखेरि पनि बनाउनु मिल्छ कि मिल्दैन? यो मिल्छ बनाउँदाखेरि त्यस्तो केही अप्ठ्यारो गाह्रो हुने आफूलाई हुँदैन त्यस्तो छ। साथै फेरिदिनु किन साथमा फेर होइन कि यहाँबाट त्यो पानीको चारो चाहिँ के गर्दैछ? ओहो त्यो के तेल हो कि के हो? यो खाने तेल हो। अर्को चाहिँ आज तँ हो ए औषधि ए मुखमा पो हो ए गाह्रो हुन्छ नि त्यस्तो त। धुवा त त्यहाँ आँखामा जाला मुखमा जाला गाह्रो छ है जिन्दगी। भिडियो लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। सम्पूर्ण दर्शक आमा बुवा दाजुभाइ दिदीबहिनीमा नमस्कार।